सम्झ्यो भन्दैछु यतिको लुक्स हान्यो भने सकियो के दाङ कब्जा हो के दाङदेखि सुर्खेतदेखि तल नेपालगञ्ज उलपुरदेखि सब कब्जा भइसक्यो के लुक्स कस्तो आएको थियो मैले भनेको थिइनँ यति मात्रै जुङ्गा राख मेरो भाइ यता यताको छोल्दै यताउति पुरै फाल्दै यति मात्रै जुङ्गा राख भनेर मैले भनेको थिएँ कि थिइनँ लुक्सले त खायो कि मार्केट भनेको यो हो नि त मेरो भाइ आज दाजुभाइको लुक्स एउटै देखेन त मारेको छ लुक्सले मारेको छ अलिकति पछाडि जाँदा प्यान्ट पनि नयाँ लागेको छ जस्तो छ आज हल्का एटिट्युड के भाइ अलि हाँस्ने होइन अब त जुङ्गा साउथ मुभीको एक्टर हिरो जस्तो देखिसकिस् के त बुझिस् कि हल्का एटिट्युड अलिकति यो जानु पर्यो क्या टफ मार्यो के लुक्सले मेरो भाइले खायो मार्केट मेरो भाइले मार्केट हान्यो मार्केट कब्जा सक्नु मार्केट कब्जा बब्बाले देखेको छ कि बब्बाले कतिजनाले भन्यो भने बब्बा देखेको छ दिजुलाई पनि बोलाउँछ दिजुलाई पनि बोलाउँछ आज यहाँ दाइसँग म्याच खेल्न पर्यो भन्दैछ नि यही नमस्ते दिदी नमस्ते चिनिनेस म त कुक त हो भनेर कसरी दुईटामा एउटै मान्छे कसरी आयो भनेर झुक्किरहेको मैले बाबु मैले भनेको थिएँ कि थिएन हजुर आज लुक्स हेर मनिषा गर मुख दो आँखाको कचेरा फालिहाल राम्रोसँग चिनिनेस भने त्यहाँ लुक्स हेर्न म दाँतले मात्रै चिन्छु एकचोटि राम्रोसँग दाँत खोलेर हाँस्छ त यस्तो सेता त पहेँलो आफ्नो दाँत नदेखा पारोस् यस्ता सेता टिलिलिलो टक टल्किने दाँत त मेरो तुलु भाइको बाहेक कसैको हुन सक्दैन दाँतमा नमाजे 2-3 दिन भएको दिदी त्यही पनि यस्ता टल्किने यी दिल्ली माछ बिहान र बेलुका माच्नेको पनि पहेँलै हेर त त्यहाँ भाइ बाबु मैले तँलाई कतिचोटि भनिसकेँ 2 दिन भयो एक दिनमा दाँत माझ्ने गर बिहान पनि माझ्ने गर होइन 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 भाइ डेली माझ्नु हुँदैन दाँत पातलिन्छन् किन माझ्ने उल्टो सिकाउँछस् अर्काको दाँत पातलो भएर चाँडै टुट्लान् राम्रो कुरा सिकाउने मान्छेलाई राम्रो कुरा सिकाउन दे बुझिनस् दाँत पातलिन्छन् है पातलिहाल्छन् यो के हो आफ्नो चाहिँ हेरौ त्यो मार्दै दिदीले भनेको मान्छौ कि नै मान्छु एटलिस्ट हप्तामा 2 दिन माझे काफी गलत सिकाउँदैछ है भाइ गलत सिकाउँदैछ दिनको 2 दिन माझ्नुपर्छ बिहान अनि बेलुका राति सुत्नुभन्दा अगाडि नत्र किडा लाएर खाएको हुन्छ नि दाँत किरा लाग्ने म उपाय भन्छु थोरै 1 गिलास तातो पानीमा चोडिया कि धेरै चुप लाग्दो है कि तेरा हानिकन सुन भाइ पुरानो सुन आफूले हेर यदि बिहान र बेलुका माझ्ने मान्छे भयो यसको त त्यहाँ अहिले लाइट बन्द गर्यो भने पनि नि तिम्रो दाइको यसरी हाँक्दाखेरि झलल्ल बत्ती बल्नु पर्ने हो कि होइन दिनको 2 चोटि राख्दै ल हाँस त हाँस देख्यो उल्टो सिकाउँछ नि हेर दिदीको दाँत हेर तिम्रो हेर अनि 2 जनाको सेम माझ्दैनौँ हामी ल हेर त्यहाँ झन् त्यो अलिकति फेस गोरो हुन थालेपछि त झन् यो बेसार गरेर आएको जस्तै देखिन्छ त्यसैले हप्तामा 2 दिन बेसरी दाँत मोल्यो भनेपछि त ऊ हुन्छ कि यो पातलिन्छन् चल यता सुन अघि टुल्लुले के भन्दैथ्यो मेरो तारिफै होला नै दाङको मार्केटै भयो खाइसके त दाङ त सिंगल ह्यान्डेड खाइरहेको छ अहिले भनेर भन्दै थियो खानु परेन यो लुकले तिमीहरू भिड्नै सक्दैन भाइ तुलु भाइ हामीले बोलाउने तरिका तिमी दाङतिर कता बोलाऊ होइन सुदूरपश्चिमदेखि लिएर यता स्याङ्जादेखि लिएर झापादेखि लिएर त्यतातिर सबतिर म यसरी बोलाउँछु यता सुन म बोलाउने बोला यो त खाली म तिमीहरूलाई अझै पनि चान्स दिन्छु एकजना कोही अर्को छ भने त्यसलाई पनि एड गर ल कोही छ दमदा चल अब कोही चाहिँ भाइको कुरा भइरहेछ त एड
के हामी दुईजना त पुरै छोड्दैन हामी किन याद गर्ने हामी दुईजना छौँ सक्छ कसैले याद गर्नु म भन्दैछु अहिले दुईटैलाई पुसअप गर्न लगाउँछु म 50-50 चोटि पुसअप अरे त्यो बच्चाहरूले जमानामा बच्चाहरूले तेरिका भाइ दिदी हो क्या म के सोचेको पुसअप तँलाई हामी सुन तँलाई हामी तैँले हारिस भने तँलाई हामी पल्टनबाट यो सङमा केही स्टेप गर्नुपर्छ तैँले हार्डेस्ट वान तँलाई दिन्छौँ हामी अहिले त्यो सङमा अगाडि भन्दा बधाई धेरै ठुलो नगर अहिले हेर्दै जा सधैँ सेम हुन्न नि एउटै हुन्न नि कहिले कहिले त तीर निशानामा लाग्छ तिमीहरूलाई म भाग्नको लागि 10 मिनट दिन्छु तिमीहरू भाग्ने भए भागिहाल नत्र दम छ भने रोकेर बस है 10 सेकेन्ड दिन्छु 10 ओके 9 तिमी भाग्छौ भाइ हामी त भाग्ने होइन हामी भगाउनेमा हो हामी भगाउनेमा 7 6 1 2 3 5 पल्टनबाट यता सुन 5 भइसक्यो है अझै पनि चान्स दिइरहेको छु अहिले म तिमीहरूलाई साँच्चीकै भन्दैछु नि तिमीहरूलाई अहिले म दुईजनालाई घुँडा टेकाएर टुलुले चाहिँ दादा सरी भयो अबदेखि यसरी भिड्ने छैन कहिले पनि भन्न लाउँछु तँलाई त सुन तँलाई म तेरो लागि अलग पनिसमेन्ट छ के बुझिन त हात टेकाएर बुझेन भाग्नको लागि 5 सेकेन्ड छ अझै पनि भाग्न छ भने भागिएला 5 मेरो भाइ हुँदा हुँदै तुलु हुँदा हुँदै आउरे तीन दुई छिट्टै यो स्टेप यसमा यसलाई नचाहिनौँ भने आज नि हामीले पनि नाम चेन्ज गरिदिउँला कि केही छैन के भयो सुसु आयो क्या यस्तो गरिस् सुसु त अहिले निकाल्छु तिमीहरूको दुब्रोक बीचमा भाग्यौ भने मैले भनेको मानेनौ भने हारेर होइन के भन्नु यार म त गोर्खाली की छोरी हूँ गोर्खाली भाग्छु सोचिस छुरा खानु पर्यो भने पनि छुरा खान्छु म सोचिस मलाई गोर्खा पल्टन जाउरा रेदैमा सरर गोर्खा पल्टन तुलु भाइको डान्स गीतको यो चाहिँ म अरु केही गर्दैन टुल्लुलाई 1 बाल्टी पानी खान लाउँछु हैन हामी पानी खान्न भाइ हामी पिउँछौं पिउनी भए दे न त खानी त्यस्तो काम नगर हामी खाना मात्र खान्छौं टुल्लुलाई 1 बाल्टी पानी पिउन लाउँछु तेरो लागि त अलग पनिशमेन्ट छ बुझ्ने तेरो अलगै छ तेरो त अलगै छ बुझ्न अहिले रोक्न तेरो के हुन्छ हालत धेरै त भइराको छैन पेर 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 चलिराको छैन पक पनि पक पकिदै जान्छ गाइस आज नि है दुनियामा देखेछ होला दिदीहरु आज चाहिँ सबजनाले मिलेर आज चाहिँ हामीले गोर्खा पल्टन फुल बॉयलाई गोर्खा पल्टन पल्टनबाट तुलु भाइको स्टेप डिट्टु गर्न पर्यो अलिकति मिस्टेक भयो भने फेरि रि हुन्छ गीत बजेको हुन्छ आज फुल बॉयको अझै पनि चान्स छ एकजना अझै एड गरेर यो यसले चान्स छ भने मान्छे आउलान् र ठ्याक्क कोही मान्छेले तैले हामीलाई त्यसको झुक्काउने मान्छे चाहिन्छ भनेको मान्छे चाहिन्छ अब अहिले त्यहाँ हाम्रो को हुनुहुन्थ्यो नि स्यामी अनि फेरि सब थाहा छ मलाई A to Z है उनले मान्छे चाहिन्छ तिमीहरुलाई छ नि अनि अर्को ब्रदर के तामाङ साथीले हार खाइसक्यो पहिले तेरो साथीले पहिले हात खडा गरिसक्यो बुझिस नै तेरो साथीले सरेन्डर गरिसक्यो होइन तिमीले यस्तो गरेर आशीर्वाद दिदैछन् सबजनालाई याद गर्नु अहिले भन्दैछु तस स्टार्ट गर यो मान्छे कुरेर बसिरहेछ है यो मान्छे कुरेर म धेरै एउटै मात्रै हुन्छ फेरि बुझिन अहिले पछि बेस्ट अफ 3 बेस्ट अफ 5 भन्न थालिस एउटा मात्रै हुन्छ बुझिन हुन्छ नो प्रब्लम ल 10 सेकेन्ड दे चल बोला टाइम पनि छैन दाङबाट नेपालगञ्ज कोरपुर जताबाट बोलाउँछ बोला मेरो हाम्रो जति जना हुनुहुन्छ सबजना आउनु हाम्रो देखि नेशनल देखि इन्टरनेशनल सबजना जय श्री राम जंगल देखि जुन भित्र हिडन केटाहरु छन् नि अन्डरग्राउन्ड बुझेको अन्डरग्राउन्ड केटाहरु मात्रै आयो भने पनि पुग्यो के तर सुन काभ्रेको सम्झीहरुलाई पनि सम्झिरहेको छु है स्टियरिङमा मोबाइल टक्कर राखेर हेरिराख्नु भएको छ लाइभ लभ यु हार्दिन दिदी हार्दिन आज दुईजना स्क्वाड मात्रै भयो भने पुग्यो के बुझेन आज पल्टनबाट छिट्टै आउँछ यो सङमा मेरो तुलु भाइको जस्तो सेम टु सेम
स्काई हाई जतिजना पनि हुनुहुन्छ हजुरहरू एक दिनको लागि नाता गोता छोडेर यो बहिनीलाई माइतीको आफ्नो त ठ्याक्क आएपछि त आइज गरेर न त 10 मिनट दुईचोटि 20 सेकेन्ड कहिले दियो शेरपोको हातमा गाइस मार्मिला पनि शेयर गर सबैजनाले शेयर गरौँ गाइस तिमीहरु दुईजनाकै ज्वरो निकाल्छु आज त कम से कम जिताउ बुझिस् कि नै जापानको केटाहरु र मलेसियाको केटाहरु पनि जोइन भइसकेको छ तिमीहरु दुईजनाकै ज्वरो आउँछ आज ज्वरो निकाल्छु हेर्दै जा जापान मलेसिया हाम्रो यता युएसए अनि क्यानाडा युएसए मा काम गरिरहेका छन् केटाहरु अहिले बुझिनस् अहिले जापानमा चाहिँ टक्क सुत्ने 2 कति बजे होला है 2 बजे होला हर महादेव ओम नमो भगवते वासुदेवाय नमः गाय के रे तुलु भाइ हजुर भगवान जी सबैजना आउ गाइस भगवान जी सबैजना कि अलिकति 1-2 लाइन गर न ओम नमो भगवते वासुदेवाय जापानमा सबैलाई सम्पूर्णलाई माया ओम नमः केही पनि चाहिदैन के यतिकै बस्दै पनि पुग्छ यतिकै सुत्दिनु गाइस हामी किन दौडा ओम नमो भगवते वासुदेवाय भार नखाउ न भाइ थिङ पोजिटिभ आउँछन् अहिले कोही न कोही दुईजनालाई छ नि अहिले दुईजनालाई के गर्न लाउँछु हेर्दै जानु टुल्लु बाबु हजुर पुरो बाख्रा कहाँ छ किन नि बाख्रा ल्याएर काँधमा ल्याएर बस्छ सरी दादा अबदेखि गर्दैन भनेर भन्छ तपाईसँग म भिड्दैन भन्नु गर्नु पर्ने गाइस जिताउन हामीले पनि बाख्रा ल्याउँछ सरी त हेर्दै जानु बडा उ भइराको गाइस मलाई अर्को यो गेममा बचाउ प्लिज तिमीहरुलाई मैले 10 सेकेन्ड दिएको थिएँ सबैजनाले बचाउनु पर्यो सबैजना आशिका जी गर्नु पर्यो ल बचाउने अब कसले हो थाहा छ एउटा मात्रै मान्छे चाहिँ तिमीहरुलाई बचाउनु पर्छ हामीले तँ नचाउँथे मैले नचाउँछु अहिले हेर्नु कस्तो नचाउ त्यसपछि तिमीहरु दुईजनाको पल्टनबाट हुन्छ पनि भएन टुल्लुले काँधमा बाख्रा हाल्छ मनिषाले काँधमा हाम्रो बुलेटले हाल्छ अनि दुईजना पल्टनबाट हुन्छ रोक तिमीहरुको पल्टनबाट बडा पल्टनबाट हैन पल्टन रोक तिमीहरु बचाउ मलाई प्लिज एक दिन त बचाउ कम से कम एक दिन त खुसी हुन देऊ हात हाल्ने हो हात राम्रै ठाउँमा हाल्ने हो पानीमा यस्तो चोपाल्ने हो गर्ने हो सिधै अंगार आगो भित्र हात हालेर हुन्छ भनेको किन टुल्लु भाइ आफूले आफूलाई अंगार त सोचिस् नि हैन आगो बाबै पुष्टि लागेछ हाम्रो यतातिर अब ल पुष्टिमा सबले दिम गाइस हेरौं ए टुल्लु जा गोठतिर गइहाल बाख्रा लिएर आइज एउटा चल अहिले रोक गाइस पुष्टिमा सबले गाइस आशिका जी थ्यांक यू अघि मैले भनेको हैन अघि बचाउनु पर्यो है नटर्नु के मिस्टर जेके किन हो के जेके आजु भएन है हामीले जसरी भए पनि जित्ने हो गाइस जेके सर्च गाइस के हो गाइस मिस्टर जेके मलाई मन पर्न छोड्यो मलाई प्रोफाइल हेर्दाखेरि अलिकति छोड्यो मलाई मन पर्न थ्यांक यू गाइस बुस्टिङ पनि सिद्धि होला अब त अब केही काम छैन जाने मन्छ काँधमा बोक्ने बाबु त कालो कलरको बाख्रा लिएर आए गयो गाइस गयो